भारतको न्यू दिल्लीमा का साथीहरू, न्यू दिल्लीमा जुन रवि लामिछानेलाई गरेको स्वागत देख्नुभयो नि तपाईहरुले, पक्कै पनि देख्नुभयो होला। स्वागत भनेको यस्तो पो हो नि साथीहरू, हैन। अब यी जुन पुराना नेता छन् नि हाम्रा केपी अनि प्रचण्डे पक्कै पनि जले होलान्, जलेरै आउँछन् के। अब घरको सामान पनि जले होला के साथीहरू, है। अब यस्तो किसिमको जुन किसिमको क्रेज छ नि, यो भारतमा देख्दा, यो क्रेज देख्दा म पनि एकदम मेरो मन खुसी भयो के साथीहरू। रवि लामिछाने जहाँ जान्छन् त्यही क्रेज हुन्छ। नेपालमा आउँदा नेपालमै क्रेज हुन्छ, भारतमा जाँदा भारतमै त्यही नेपालीको भिड देख्नुभयो, भिडको घुइँचो छ। के अरे खुट्टा टेक्ने ठाउँ समेत छैन। यस्तो नेता भनेको यस्तो हुनुपर्छ साथीहरू। अब यस्ता नाथे हर्क सम्पाङको अब स्ट्याटस आउन बेर छैन, पक्कै पनि आउँछ उनको स्ट्याटस। कति बेला आउने हो त्यो त म तपाईहरुलाई नोटिस गरिहाल्छु। अब कतिखेर स्ट्याटस आउने, एकछिनपछि अब स्ट्याटस आउँछ होला। यो भिडियो यस्ता नाथे हर्क सम्पाङसम्म पुर्याइदिनुस्, जलेर आउने। रविको यो जुन किसिमको क्रेज छ नि, यो क्रेज देख्दाखेरि भित्रै जलेर आयो होला के साथीहरू। यो भिडियोलाई दबाएर शेयर हानिदिनुस् त। आज रवि लामिछानेका समर्थकहरू कति हुनुहुँदो रहेछ त। यो भिडियो मार्फत पनि देखाउनुस् है त साथीहरू। सामाजिक सञ्जालबाट पनि देखाउनुस्। जताततै हुनु पर्यो नि त रवि लामिछानेको समर्थक भनेको त। अब रवि लामिछाने एउटा नेता मात्र होइनन् के साथीहरू, उनी राष्ट्रवाद हुन्। राष्ट्रको एकदम सम्मान गर्छन्, इज्जत गर्छन्। उनले आफ्नो स्वाभिमान र जनताप्रतिको जुन गर्ने माया छ त्यो एकदमै छुट्टै छ साथीहरू। राष्ट्रिय भक्त नेता रवि लामिछानेको लागि यही भिडियो मार्फत आज कति शेयर आउँदो रहेछ हेरौँ है त साथीहरू। ल रवि लामिछानेको पहिलाको ओल्ड भिडियोहरू हेर्दा पनि धेरै नै स्वागत गर्नुभएको छ। यति दुःख, यति कष्ट गरेर यहाँ कहिले के अदालतमा फैसला भएको छ, कहिले के भएको छ, यति दुःख गरेर चाहिँ मान्छे सफल हुन सङ्घर्ष धेरै गर्नुपर्छ भन्ने हुँदो रहेछ है।